र भोलि फाल्गुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन हामीभन्दा बढी जानकार त यहाँहरू नै हुनुहुन्छ। तर सबै सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मी साथीहरू जसले यो अहिले आकस्मिक रूपमा घोषणा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सुरुदेखि नै यहाँहरूले जुन एउटा उत्साहका साथ निर्वाचन हुनैपर्छ र लयभन्दा बाहिर गएको मुलुकको अनुशासनलाई लयमा ल्याउनैपर्छ र निर्वाचनपछि निर्वाचित हुने प्रतिनिधिहरूद्वारा मुलुकमा सुशासन प्रभाव हुने र शान्ति र अमन चयन कायम हुने प्रयोजनको लागि सरकार गठन हुनुपर्छ भनेर सुरुदेखि नै यहाँहरू जसरी लागिपरि गर्नु हो, लागिपरि गरेर आजको दिनसम्म अर्थात् निर्वाचनको पूर्व सन्ध्यामा हामी आउन सफल भयौँ। मैले जहाँ पनि भन्ने गरेको छु, निर्वाचन आयोग टिम र सञ्चारकर्मी साथीहरू एउटै सिक्काका दुईटा पाटा हुँ र एक आपसमा सहयोगको परिपूरक हौँ र सहयोगात्मक समन्वयबाट नै हामी यो स्थानमा आइपुगेको हुनाले सञ्चारकर्मी साथीहरूलाई प्रथमतः म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र आजको कार्यक्रमको सन्दर्भमा, भोलिको निर्वाचनको सन्दर्भमा सबै सरकारवाला पक्षहरूलाई मतदान प्रक्रियामा सहभागी हुँ भनेर हार्दिक आग्रह गर्नेछु। संवैधानिक दायित्व अनुसार आयोग स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पुरा गर्न क्रियाशील छ। सम्वत 2082 साल भदौ 23 र 24 गतेको आन्दोलनपछि विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही फाल्गुन 21 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म देशभर सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकिएको छ। मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक अपाङ्ग मैत्री व्यवस्थापन तथा कर्मचारी परिचालन लगायतका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको छ। मतदान प्रक्रियाको तयारीका सिलसिलामा केही दुःखद घटनाहरू समेत भएका छन्। रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्र जाने क्रममा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी तथा मतदान अधिकृतको निधन भएको छ। त्यसैगरी कार्यक्षेत्रमै खटिएको अवस्थामा सर्लाही एवं मुस्ताङ जिल्लामा मतदान अधिकृत र कञ्चनपुरमा निर्वाचन प्रहरीको निधन भएको छ। निधन भएका कर्मचारी तथा सुरक्षाकर्मीप्रति आयोग हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ। निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतान्त्रिक वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास समेत हो। आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक कानुनी अधिकार मात्र होइन, लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो। निर्वाचन भनेको नागरिकले आफ्ना प्रतिनिधि चुन्ने, सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने, कानुन निर्माण र राज्य सञ्चालनका प्रक्रियामा अप्रत्यक्ष संलग्न हुने शुभ अवसर पनि हो। यो प्रक्रियाको पूर्णताले मतदाता मार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने भएकोले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरूमा निर्वाचन आयोग हार्दिक अपिल गर्दछ। यो ढुवानीसँग सम्बन्धित विषय, मतगणनाको सुरक्षा लगायतका विषयहरूमा चाहिँ म अलिकति प्रश्न पार्न चाहन्छु। हामीले हुम्ला र डोल्पा जिल्लाको जम्मा 23वटा डोल्पाको र 4वटा हुम्लाको गरेर 27वटा स्थानमा चाहिँ हेलीबाटै मतपत्र र ब्यालेटदेखि लिएर कर्मचारी र सुरक्षाकर्मीहरू चाहिँ पठायौँ र त्यसमा चाहिँ अब 15 जिल्लाहरूका 61 स्थानबाट, यो मतदान केन्द्र धेरै हुन्छन् तर 61 स्थानबाट चाहिँ ताप्लेजुङदेखि दार्चुलासम्मको 61 स्थानबाट यो मतदान पछाडिको यो ब्यालेट बक्सहरू चाहिँ हेलीबाट सङ्कलन हुन्छ भने अरू चाहिँ सवारी साधनबाट सङ्कलन गर्ने सन्दर्भमा 77वटै जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन आयोगले ढुवानीको रकम पठाएको छ र उहाँहरूले ढुवानी कार्ययोजना बनाएर सम्बन्धित जिल्ला प्रशासन कार्यालय
ले चाहिँ प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा सबै सुरक्षा निकायको समन्वयमा त्यो मतपेटिका मतपत्र सहितको मतपेटिका चाहिँ मतगणना स्थलमा ल्याइन्छ। 165वटा मतगणना स्थलमा ल्याइन्छ। त्यसले गर्दाखेरि हाम्रो मतपेटिका ढुवानीको सन्दर्भमा मैले यति कुराहरू राखेँ। र यो सुरक्षा व्यवस्थाको विषयमा यो गृह मन्त्रालयबाट यहाँहरूले ब्रिफिङ पाइरहनु भएकै छ। एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाल सरकारले सुरक्षा व्यवस्था मिलाएको जानकारी आयोगलाई प्राप्त छ र हामीले जहाँसम्म अहिलेसम्म चाहिँ यहाँ प्राप्त भएको जानकारी अनुसार 3680वटा 3680वटा चाहिँ अति संवेदनशील मतदान केन्द्र, 4442वटा संवेदनशील मतदान केन्द्र र 2845 सामान्य मतदान केन्द्र भनेर टोटल 10,967 मतदान स्थलहरूलाई चाहिँ बाँडफाँड गरेको छ सुरक्षा योजना अनुसार। त्यही अनुसार यो चाहिँ खासमा संवेदनशीलताको आधारमा यो चाहिँ सेक्युरिटी नफ्रीहरू परिचालन गर्नको लागि यो सुरक्षा निकायले गरेको व्यवस्था हो अन्य हिसाबले भन्दा पनि। र त्यसमा विभिन्न किसिमको विगतका समेत नै सुरक्षाको विश्लेषण गरेर तयार गरिएको हो। त्यो अन्य हिसाबले यहाँले नबुझिदिन पनि मैले आग्रह गर्न चाहन्छु। र यसमा 3 घेरामा सुरक्षा प्रबन्ध रहन्छ जुन साबिक हामी विगतदेखि नै यही हिसाबले गरिरहेको अवस्था हो। त्यसमा सबभन्दा आउटर घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी बल र कोर घेरामा चाहिँ भित्र चाहिँ नेपाल प्रहरीको रहने व्यवस्था छ। मैले त्यो कुरा यहाँहरूलाई अनुरोध गरेँ। अब मतगणना स्थलको सुरक्षा, मतगणना हुने समय लगायतका विषयहरूमा राख्नु भएको छ। यसको सन्दर्भमा चाहिँ हाम्रो मतगणनासँग सम्बन्धित विषय चाहिँ हाम्रो ऐन, नियमावली, निर्देशिका र आयोगले फेरि परिपत्र पनि जारी गरिसकेको अवस्था छ। यो कानुनी व्यवस्था अनुसार चाहिँ अहिले अलिकति मतगणनालाई छिटो बनाउनको लागि थप चाहिँ प्राविधिक व्यवस्थाहरू पनि त्यहाँ गरेका छौँ। र मतगणना स्थलको सुरक्षाको सन्दर्भमा तारजाली राख्ने, CCTV राख्ने लगायतका सबै व्यवस्थाहरू र उपयुक्त किसिमको हल खोजेर सोही अनुसारको व्यवस्थापनको कार्य पनि हामीलाई हिजोसम्म सबै जिल्लाहरूबाट रिपोर्ट भइसकेको छ। त्यो किसिमको व्यवस्थापन सम्बन्धित मुख्य निर्वाचन अधिकारीज्यूहरूको कार्यालय र निर्वाचन अधिकारीज्यूहरूको कार्यालयबाट भइसकेको अवस्था छ। र यो चाहिँ अलिकति यो फेक न्युज र यसको विषयमा चाहिँ हामीले सुरुदेखि यहाँलाई अवगत गराएकै छौँ। इलेक्सन इन्फर्मेसन डिसेमिनेसन एन्ड कोअर्डिनेसन सेन्टर EIDC भनेर निर्वाचन आयोगमा स्थापना गरेर त्यसमा हामीले सूचना सदाचार प्रवर्धन इकाइ इन्फर्मेसन इन्टिग्रिटी प्रमोसन युनिट राखेका थियौँ र त्यस मार्फत चाहिँ अलिकति यसलाई नियमन गर्ने हिसाबले काम भएको र त्यस अन्तर्गत यहाँबाट पहिचान भएका विषयहरूलाई सम्बन्धित नियामक निकायहरूले नै त्यसलाई चाहिँ आफ्नो कानुनले दिएको क्षेत्राधिकारभित्र उहाँहरूले चाहिँ कारबाही प्रक्रिया अगाडि बढाइदिने गरिकन काम भएको थियो र त्यो अनुसार आयोगलाई प्रेस काउन्सिल, विज्ञापन बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणबाट धेरै सहयोग भएको छ र त्योभन्दा महत्त्वपूर्ण सहयोग नेपाल प्रहरीको साइबर ब्युरोबाट पनि भएको छ। त्यो हिसाबले हामीले चाहिँ सम्बन्धित चाहिँ नियामक निकाय र अनुसन्धान गर्ने निकायहरूले यो निर्वाचनको फेक न्युजहरू लगायतलाई नियन्त्रण गर्न सहयोग। हामीले टिकटकसँग चाहिँ MOU गरेका थियौँ। मेटासँग हाम्रो चाहिँ छलफल भएअनुसार सहकारी मात्रै भएको हो, MOU भएको थिएन। र त्यो अनुसार चाहिँ अब टिकटकले सुरुदेखि नै यसमा चाहिँ हामीलाई केही सहयोग गर्यो र मेटाबाट पनि नेपाल इलेक्सनको बिलले चाहिँ भोटर इन्फर्मेसन युनिट नै खोलेर उहाँहरूले पनि अहिले पछिल्लो हप्तामा सहयोग गरिरहेको अवस्था छ। यो निर्वाचनको पूर्व सन्ध्यामा तपाईँहरूले उम्मेदवारी खारेज किन गर्नुभयो भन्ने जहाँसम्मको सवाल छ। यो विषयमा उम्मेदवारहरूले मनोनयन पत्र दाखिल गर्दाखेरि नै हामीले उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण सो घोषणा मार्फत त्यो निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्छ र पेश गर्दाखेरि नै कसैले आफ्नो भएको यथार्थ विवरण, सही विवरण नलेखेर अथवा भएको सत्य कुरा नलेखिकन बेहोरा लुकाएर लेख्नुभयो भने त्यो चाहिँ छानबिनको विषय बन्छ भनेर हामीले त्यही बेला भनेकै विषय हो। र अहिले अन्तिममा आएर उहाँ जसको उम्मेदवारी खारेज भयो उहाँको विरुद्धमा उजुर पर्यो। उजुरी परिसकेपछि अनि के हो त विषयवस्तु
र यसको यथार्थ सत्य तथ्य के हो भनेर हामीले विविध निकायमा मतलब चिठी पत्र आदान प्रदान गऱ्यौँ र गर्दाखेरि पनि उहाँ चाहिँ 79 सालदेखि विभिन्न कर्जा प्रवाह गर्ने निकायको कालो सूचीमा पर्नुभएको देखियो र कालो सूचीमा पर्नुभएको उम्मेदवारको उम्मेदवारी कायम राख्नलाई ऐनले दिँदैन, निषेध गर्छ र त्यसो भएको हुनाले पूर्व सन्ध्या अथवा अगाडि भन्ने कुरो भन्दा पनि जतिखेर उहाँको विरुद्धमा उजुरी पर्यो, उजुरी उप छानबिन भयो, उहाँलाई सफाईको मौका दिइयो। यदि तपाईँ कालो सूचीमा हुनुहुन्न भनेदेखि कृपया तपाईँको म छैन भनेर प्रमाण पेश गर्नुहोस् भनेर उहाँलाई उचित समय दिइयो। समय दिँदाखेरि पनि उहाँले म कालो सूचीमा छैन भनेर वस्तुगत प्रमाण पेश गर्न सक्नु भएन र कालो सूचीमा परेको देखिएको हुनाले उहाँको उम्मेदवारी खारेज भएको हो। अब अर्को सोल्टीको सन्दर्भमा के तपाईँहरूको निर्वाचन सम्पन्न भइसक्यो हो भन्ने जहाँसम्मको सवाल आयो, म यहाँहरूलाई के प्रश्न पार्न चाहन्छु भने विश्वको निर्वाचन प्रणालीमा विश्वका जुन कुनै मुलुकमा पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई बोलाइन्छ, आमन्त्रण गरेर बोलाइन्छ, आह्वान गरेर बोलाइन्छ। बोलाइसकेपछि उहाँहरू आउनुहुन्छ। उहाँहरूलाई हामी यो जुन मुलुकमा निर्वाचन हुने हो त्यो मुलुकले चाहिँ आतिथ्यता प्रदान गर्नुपर्छ, उहाँहरूलाई मान सम्मान गर्नुपर्छ र उहाँहरूसँग हाम्रो मुलुकको निर्वाचनको वस्तुस्थिति यस्तो छ, हामी यसरी निर्वाचन गर्न गइरहेका छौँ, हाम्रो मुलुकको यति निर्वाचन क्षेत्रमा यति प्रतिसभा सदस्य चाहिँ निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ भनेर यथार्थ स्थिति जानकारी गराउनु पर्ने हुन्छ त्यो निर्वाचनको पूर्व सन्ध्यामा। र निर्वाचनको पूर्व सन्ध्यामा त्यति जानकारी दिइसकेपछि उहाँहरूले जानकारी प्राप्त गर्नुहुन्छ र सोही बमोजिम भोलि निर्वाचन पर्यवेक्षणमा जानुहुन्छ र निर्वाचन आयोगले घोषणा गरेको स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र निष्ठामा रहने निर्वाचन नेपालले गर्न सक्यो कि सकेन भनेर उहाँले पर्यवेक्षण गर्नुहुन्छ। पर्यवेक्षण गरिसकेपछि प्रतिवेदन दिनुहुन्छ। प्रतिवेदनले नै नेपालको निर्वाचन कति स्वच्छ र शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भयो भन्ने कुरो उहाँहरूकै प्रतिवेदनबाट प्रश्न आउँछ। र यो विश्वमा हरेक प्रजातान्त्रिक मुलुकमा अर्थात् यो चुनिने प्रक्रियामा विश्वास गर्ने मुलुकमा यो सबै सामान्य प्रक्रिया हो। त्यसैले उहाँहरूलाई सम्मान गर्नुपर्ने हुन्छ र उहाँहरूलाई आतिथ्यता प्रदान गर्ने प्रयोजनको लागि आज छोटो कार्यक्रम राखिएको हो। निर्वाचन सम्पन्न भएको होइन। निर्वाचन त भोलि 21 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदान गर्ने हाम्रो समय त छँदैछ नि, घड्केकै छैन अघि। अब मतगणना कहिले सकिन्छ भनेर भन्नुभयो। हाम्रो भौगोलिक अवस्था र स्थितिको विषयमा यहाँहरू असाध्यै विज्ञ हुनुहुन्छ र हामीले अहिले के भनिरहेका छौँ भनेदेखि यो आकस्मिक रूपमा हुन लागेको निर्वाचन, यो निर्वाचन चाहिँ अलिकति हामी बढी खट्नुपर्छ, संवेदनशील हुनुपर्छ र हाम्रो पहाडी इलाका, हिमाली भूभाग लगायतका सबैबाट मतपेटिका सङ्कलन गर्न कति समय लाग्छ त्यो छिटोभन्दा छिटो सङ्कलन गर्ने हाम्रो प्रयास हुन्छ र अधिकांश छिटो आउन नसक्ने ठाउँको चाहिँ हेलिकप्टर मार्फत पनि हामी त्यो मतपेटिका सङ्कलन गर्छौँ। र मैले पहिलादेखि भनिआएको छु, मतलब आफ्नो तर्फबाट निवेदन गरिआएको छु कि यो मतपेटिका प्राप्त भएर मतगणना सुरु भएको लगभग 24 घण्टाभित्र पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गतको मत परिणाम हामी प्रकाशित गरिसक्नेछौँ र साथसाथै मतलब समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मत पनि गणना गरिरहेको हुन्छ र त्यो पनि छिटोभन्दा छिटो प्रकाशित गर्छौँ त्यसको परिणाम भनेर हामीले भनिराखेका छौँ। र यो हामीलाई भन्दा पनि यहाँहरूले नजिकै निगरानी राखेर हेर्न सक्नुहुन्छ। हामीले दिएको वचन वाचा कति पुरा हुन्छ यहाँहरूलाई नि यसको चाहिँ लेखाजोखा गर्ने सर्वाधिकार चाहिँ मैले यहाँहरूलाई नै सुम्पिएँ। अब अर्को उम्मेदवारी पक्राउको सन्दर्भमा यो कसरी हेर्नु पर्यो भनेदेखि यहाँहरूले अहिले आचार संहिता मात्रै हेर्नुभयो होला सायद। यो निर्वाचनको सन्दर्भमा आकर्षण हुने निर्वाचन कसुर तथा सजाय ऐन भन्ने पनि छ। निर्वाचन कसुर तथा सजाय ऐनले कुन कुन विषयलाई सम्बोधन गर्छ, आचार संहिताले कुन कुन विषयलाई सम्बोधन गर्छ र त्यो निर्वाचन कसुर तथा नियम ऐनले निर्वाचन कसुर तथा सजाय ऐनले सम्बोधन गर्ने प्रक्रियाको सन्दर्भमा कतिपय निर्वाचन आयोगले निर्णय गर्नुपर्ने हुन्छ, कतिपय निर्वाचन आयोगले खटाएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले कारबाही गर्नुपर्ने हुन्छ, कतिपय मतदान अधिकृतले कारबाही गर्नुपर्ने हुन्छ, कतिपय सरकारी वकिल र प्रहरीको संयुक्त अनुसन्धानबाट पनि कारबाही गर्नुपर्ने हुन्छ। यो विषयगत रूपमा फरक हुन्छन्। त्यसो भए यी विषयहरू अहिले समावेश भएका छन्, पहिला समावेश भएका थिएनन् र कसको क्षेत्राधिकारभित्र यो पर्ने, कसले क्षेत्राधिकार ग्रहण गरेर यसलाई कारबाही गर्ने भन्ने कुरो चाहिँ यो हिजोबाट सुरु भएको विषय हो। यो एउटा किनारामा पुग्छ र नगद कारोबार अथवा नगदी मतलब विषयवस्तुको सन्दर्भमा आयोगले शून्य सहनशीलता प्रयोग गर्छ भनेर हामीले पहिलेदेखि नै घोषणा गरिआएका छौँ। यो विषयमा उचित समयमा उचित निर्णय भएर निकास पाउँछ, यहाँहरूलाई ढुक्क हुन मैले आग्रह गरेँ। र
र यो मतपेटिका सुरक्षाको सन्दर्भमा पहिलेदेखि नै हामीले जे प्रचलन परम्परादेखि प्रचलन चलिआएको छ त्यसलाई अहिले हामीले परिवर्तन गरेका छैनौँ। पहिला पनि बाहिरी घेरामा नेपाली सेना, त्योभन्दा भित्री घेरामा सशस्त्र प्रहरी बल र त्योभन्दा भित्री घेरामा नेपाल प्रहरी रहेर मतपेटिकाको सुरक्षा गर्ने हो। अहिले पनि त्यसमा कुनै पनि कमा बिन्दु पनि परिवर्तन भएको छैन। सोही बमोजिम सुरक्षा घेराबाट यो सुरक्षा प्रदान गरिन्छ र मतपेटिका सङ्कलन लगायतका विषयवस्तुहरू पनि यहाँ धेरै कुराहरू आएको छन् कि आर्मीले अहिले मतपेटिका सङ्कलन गरेर उसले छुट्टै ल्याउने रे हो भन्ने पनि आएको छ। यो किञ्चित होइन, यसमा ढुक्क हुनुहोस्। अब साधन प्रयोग गर्नै पर्छ। आर्मीसँग, नेपाली सेनासँग हेलिकप्टर छ। नेपाली सेनाको हेलिकप्टर बडो सुरक्षित र भरपर्दो छ भन्ने कुरो तपाईँ हामीले विश्वास गरेकै हो। अनि हामीले नेपाली सेनामा रहेको हेलिकप्टर मार्फत मतपेटिका सङ्कलन गर्छौँ भनेर भनिरहेका छौँ। अनि कतिपय ठाउँमा त के पनि मैले सुनेको छु भने होइन हेलिकप्टरमा त्यो मतपेटिका हालेपछि मतपेटिका नै परिवर्तन हुन्छ रे नि त भन्ने पनि सुनेको छु। त्यो किञ्चित होइन, हुनै छैन, कुनै हालतमा हुँदैन। त्यो किन हुँदैन मैले भनेर यहाँहरू समक्ष एकदम अठोटका साथ भने कि त्यो जब मतदानको प्रक्रिया सम्पन्न हुन्छ, सम्पन्न भएपछि दलको उम्मेदवारको पनि त्यहाँ प्रतिनिधि हुनुहुन्छ र त्यो मतपेटिका सिल गर्ने बेलामा त्यो दलको उम्मेदवारको प्रतिनिधिको पनि एउटा कुनै न कुनै चिन्ह अङ्कित त्यहाँ लाछाप लागेको हुन्छ र मतगणना गर्ने बेलामा त्यो लाछाप लागेको छ कि छैन उहाँहरूले हेरेर बुझेर ल मेरो प्रतिनिधि यहाँ रोभरमा रहेछ भन्ने देखेर सबै ठिक छ भनेर मुचुल्का बनाइसकेपछि बल्ल मतगणनाको कार्यक्रम सुरु हुने हो। त्यसकारण यी आदि यो सबै शङ्का र उपशङ्काका विषयवस्तुहरूलाई प्रश्नवाचक विषय बनाउनु हुँदैन। त्यसो भए हुनाले यसमाथि कुनै सत्यता छैन भनेर मैले आग्रह गरेँ। अनि यो कति ठाउँमा यहाँहरूले संवेदनशील र कति ठाउँमा सामान्य भनेर विश्लेषण गर्नुभएको छ भन्ने पनि जिज्ञासा आयो। मैले यसलाई कसरी सम्बोधन गरौँ भने निर्वाचनको सन्दर्भमा सबै संवेदनशील, सबै सामान्य हुन्छन्। कतिपय उच्च जोखिम भनेर हामीले पहिचान गरेको विषयहरू सामान्य भएर जान्छ, कति सामान्य ठाउँमा पेचिलो बन्छ। त्यसकारण अहिले हाम्रो चाहिँ विश्लेषण के छ भनेदेखि सबै सामान्य नै हुन्छन्, सबै एकदम स्वच्छ र एकदम निष्पक्षपूर्ण शान्तिपूर्ण वातावरणमा निर्वाचन हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ। अब मतदानको दिनको सुरक्षा भन्ने कुरो यहाँ दोहोरो प्रश्न आयो। मैले कि अहिले सडकमा थुप्रै सुरक्षाकर्मी परिचालन भएको देखियो। त्यसकारण के यहाँ अति संवेदनशील भएर यसरी सुरक्षाकर्मी परिचालन भएको हो र विभिन्न किसिमका मोटरहरू पनि सडकमा देखिए नि त भन्ने जहाँसम्म सवाल आयो। यो अहिले हामीले कसरी बुझ्नु पर्यो भने निर्वाचन घोषणा भएकै मितिबाट विद्रोह स्वरूप पुरानो भइरहेको सत्ताबाट नयाँ सत्ताले सरकार गठन गरेर अनिखेरि घोषणा भएको निर्वाचन हो र पुरानो र नयाँ शक्तिलाई निर्वाचनको सन्दर्भमा समन्वय गरेर एउटै लयमा ल्याउने प्रयोजनको लागि सुरुदेखि नै सुरक्षाको संशय जहिले पनि छँदै थियो र सुरक्षाको सन्दर्भमा कसैले शङ्का आशंका गर्नु पर्दैन। सरकारले सुरक्षा निश्चित रूपमा प्रत्याभूत गर्छ भनेर हामीले पहिलेदेखि भनिआएको विषय हो र अलि सरकार बढी यो सुरक्षाको सन्दर्भमा संवेदनशील भएर सुरक्षाकर्मी बढी परिचालन भएको होला। तर यो परिचालन नराम्रो लक्षण होइन, राम्रै लक्षण हो। विभिन्न ठाउँमा विविध किसिमका घटना परिघटनाहरू घट्न सक्छन्, त्यसलाई बेलैमा पहिचान गरेर नियन्त्रण गरियो भनेदेखि शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रयोजनको लागि सरकार पनि लागिपरे होला। निर्वाचन आयोगले त आफ्नो संवैधानिक दायित्व पुरा गरेर लागिपरेकै छ। अब मौन अवधिको बेलामा के निर्वाचन आयोग पनि मौन बसेको हो भन्ने पनि सवाल आयो। मौन बसेको किञ्चित होइन। निर्वाचन आयोग निर्वाचन व्यवस्थापन लगायत निर्वाचन प्रक्रियाको सन्दर्भमा अति संवेदनशील भएर लागेको छ, यहाँहरू देखिरहनु भएको छ। हामी निर्वाचन आयोगको टिम अहोरात्र खटिरहेका छौँ र निर्वाचन सम्पन्न गर्ने एउटै अन्तिम अर्जुन दृष्टि हाम्रो भएको हुनाले हामी सुतेका छैनौँ, निराएका छैनौँ, मौन बसेका पनि छैनौँ, काम गरिरहेका छौँ। तर अब मौन नबसिकन अलि बढी हल्ला गर्न नि त भएन नि। त्यसो भए हुनाले हामी मौन बसेका होइनौँ, एकदम सक्रियपूर्वक कार्य सम्पादन गरिरहेका छौँ भन्ने मैले जानकारी गराएँ। अनि मत खस्ने अनुमानको सन्दर्भमा के छ भनेर भन्नुभयो। अहिले हामीले अलिकति के विश्वास गरेका छौँ भनेदेखि यो निर्वाचनको मिति घोषणा भइसके पछाडि मतदाताहरू थुप्रै सङ्ख्यामा यहाँ समावेश हुनुभएको छ। समावेश भएपछि नयाँ युवाहरू नयाँ जोस र उत्साहका साथ प्रवेश गर्नुभएको छ। त्यसो भएको हुनाले अहिले निर्वाचन शिक्षा लगायतका सबै निर्वाचन अगाडि गर्नुपर्ने काम कर्महरू सबै सम्पन्न भइसकेका छन् र सबै उत्साही व्यक्तिहरूको निर्वाचनप्रतिको जुन एउटा उत्साह छ त्यो उत्साह देख्दाखेरि हामीले अहिले मत खस्ने परिणाम पनि प्रतिशतमा बढ्छ
र निर्वाचन शिक्षा पनि राम्रोसँग परिचालन भएको हुनाले बदर हुने प्रतिशत पनि घट्छ भन्ने कुरो हामीले विश्वास गरेका छौँ। यो यहाँहरूले विश्लेषण गरेर लेखेकै विषयवस्तु भए हुनाले यसलाई मैले धेरै व्याख्या गरिनँ होइन।